हेलो वेलकम साथीहरू। आज पनि म हजुरहरूको सामु आइसकेको छु। आज चाहिँ मैले विशेष रहेको छ डल्ले खोर्सानीको अचार है। हेर्न सक्नुहुन्छ म चाहिँ अचार हाल्नको लागि खोर्सानी धुँदैछु, किनभने पखाल्नु पर्ने छ नि। पखालेर एकचोटि यसले सट्ट पखाल्नु पर्छ। त्यसपछि सुकाएपछि पानी सुक्छ, यसपछि मात्र हाल्नुपर्छ है साथीहरू। खोर्सानी धोएर पनि सुकाउन राखेको छ है, यसको भिड निकालेर हेर्न सक्नुहुन्छ। अब चाहिँ रेडी भइसकेको छ। मैले चाहिँ यहाँ लेमन थोरै राखेको छु भने अलि बेसी खोर्सानी हालेको छु। हेर्न सक्नुहुन्छ रातो खोर्सानी, डल्ले खोर्सानी। कागती चाहिँ मैले थोरै मात्रामा हालेको छु, किनभने धेरै अमिलो पनि हुन्छ अचारको लागि। ठिकै छ यतिको भनेर हालेको छु। हेर्न सक्नुहुन्छ मैले चाहिँ दुई प्रकारको बनाउँदैछु है साथीहरू। एउटा रहेको छ थोरै मात्रामा लेमन राखेको छु भने अर्को रहेको छ मैले नुन पानीमा मात्र राख्ने। हेर्न सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ रेडी भइसकेको छ मेरो, हेर्न सक्नुहुन्छ। खासै मलाई पनि आउँदैन, सो ट्राई गरेको छु। लेट्स कस्तो हुन्छ। यहाँ मैले तेल हालेको छु, हेर्न सक्नुहुन्छ। जति आफूलाई चाहिएको त्यति मात्रामा लिएको छु। अनि हेर्न सक्नुहुन्छ मैले धेरै ओइल चाहिँ हाल्दिनँ, किनभने ठिक्क हाल्छु यसमा चाहिँ। धेरै ओइल पनि खानुहुन्न अचारहरू है। यहाँ चाहिँ मैले मुसिरहेको छु, हेर्न सक्नुहुन्छ। अचार रेडी भइसकेको छु। अनि हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, कस्तो लाग्छ मेरो भिडियो, कमेन्ट सेयर सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब माई युट्युब च्यानल है। हजुरहरूको सपोर्ट पाएँ भने यस्तै भिडियोहरू लिएर आउने नै छु। अब चाहिँ मैले यो नुन पानीमा राख्ने लिएर आएको छु भिडियो, हेर्न सक्नुहुन्छ। खोर्सानी अब चाहिँ मेरो अचार लगभग अन्तिम आइसकेको छु म चाहिँ, हेर्न सक्नुहुन्छ। प्लास्टिकको भाँडामा हालेको छु मैले चाहिँ। सिसाको भाँडा भएको भए चाहिँ झनै राम्रो हुन्थ्यो है, किनभने सिसाको भाँडा चाहिँ छैन रहेछ अहिले, सानो छ। किनभने मलाई ठुलो चाहिएको हो, त्यसैले मैले प्लास्टिकको भाँडामा हालेँ। हुन त केही हुँदैन, त्यही पनि सिसाकोमा हालेको भए हुन्थ्यो, त्यही हो। तर ठिकै छ, केही छैन। लेट्स सी साथीहरू। यति नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। अनि हजुरहरू यस्तै भिडियोहरू हेर्नको लागि यो युट्युब च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ। अब चाहिँ मेरो अन्तिम भइसक्यो अचार हाल्ने पनि। ओके बाई, प्लिज वाचिङ भिडियो हेर्नु होला, लास्टमा हेरेर साथ दिनु होला। बाई बाई।